साथीहरु नमस्ते, स्वागत छ तपाईहरुलाई मौर्य के टेकमा। आजको यो भिडियो तपाईहरुको लागि एकदम खास हुनेछ। आजको यो भिडियोमा हामी चाहिँ कुरा गर्ने हो हाउ टु स्टार्ट ट्रेडिङ अन नेप्से। हामीले नेप्सेमा ट्रेडिङ कसरी गर्ने, के प्रोसेसहरु चाहिँ हामीलाई गर्नुपर्छ। सबभन्दा पहिला त साथीहरु हामी के को बारेमा चाहिँ कुरा गर्ने हो त्यसको बारेमा चाहिँ अलि डिटेल्समा हामी बुझौँ। पहिला हामी आज चाहिँ कुरा गर्ने हो नेप्सेको ट्रेडिङको बारेमा कि हामीले चाहिँ एउटा नयाँ लगानीकर्ताले चाहिँ ट्रेडिङ कसरी स्टार्ट गर्न सक्छ, त्यो पनि नेप्सेमा। अनि सुरु गर्नुभन्दा पहिला के प्रोसेस चाहिँ पुरा गर्नुपर्छ त्यो सम्बन्धी हरेक कुराहरू चाहिँ हामी यो भिडियोमा चाहिँ बुझ्नेछौँ। ल सबभन्दा पहिला हामी यो बुझौँ कि ट्रेडिङ चाहिँ के हो। नेपालको स्टक मार्केट भन्छन् सबजना, शेयर मार्केट र स्टक मार्केट, यसको बारेमा चाहिँ हामी अहिले बुझौँ। यो दुईटा वर्ड चाहिँ के एउटै हो या छुट्टै छुट्टै हो, यसको बारेमा हामी पहिला बुझौँ। यो दुईटा चाहिँ अलग अलग वर्ड त हो तर दुईटैको मिनिङ चाहिँ एउटै हुन्छ। जहाँ चाहिँ लगानीकर्ताहरूले सेल गर्ने र बाई गर्ने यो एउटा के हो प्लेटफर्म हो, जहाँ चाहिँ हामीले थोरै लगानी लगाएर अलिकता चाहिँ त्यसमा बढी प्रॉफिट हामी चाहिँ कमाउन सक्ने एउटा चाहिँ के हो प्लेटफर्म हो। तर यो चाहिँ भन्न सक्दिनँ कि चाहिँ हामीलाई प्रॉफिट नै हुन्छ। लगानीकर्ताले लगानी त लगाउँछ तर कहिलेकाहीँ चाहिँ मार्केट लसमा पनि जान्छ र कहिलेकाहीँ हामीले धेरै भन्दा धेरै चाहिँ प्रॉफिट दिएर जान्छ। नयाँ लगानीकर्ताहरूले पहिलोचोटि चाहिँ यसको बारेमा सुन्दाखेरि उनीहरूको मनमा चाहिँ त्यही चलेको हुन्छ कि हो उसले चाहिँ थोरै लगानी लगाएर अनि धेरै चाहिँ प्रॉफिट लियो, अब चाहिँ हामीलाई पनि चाहिँ स्टार्ट गर्नु पर्यो, मैले पनि स्टार्ट गर्नु पर्यो अनि त्यही प्रॉफिट चाहिँ अब मैले पनि खानु पर्यो। त तपाईभित्र यदि फेर छ भने तपाईले यसमा केही पनि गर्न सक्नुहुन्न, किनभने यो एउटा प्लेटफर्म हो जहाँ तपाईले रिस्क लिएर यो काम चाहिँ गर्नुपर्छ। यो छैन कि हामीले लगानी लगाइदियो, हामीले इन्भेस्ट गरिदियो अनि के हुन्छ हामीलाई प्रॉफिट नै हुन्छ, यस्तो छैन। नयाँ लगानीकर्ताले यदि स्टार्ट गर्न चाहन्छ भने त्यो कसरी स्टार्ट गर्ने त्यो सम्बन्धी सबै कुराहरू यो भिडियोमा म भन्दैछु अनि तपाईले चाहिँ यो पुरै भिडियो वाच गर्नु। साथीहरु अब हामी चाहिँ ट्रेडिङ कसरी स्टार्ट गर्ने अनि के कुरा हामीले यसमा पुरा गर्नुपर्छ त्यो सम्बन्धी यो भिडियोमा अब हामी बुझ्नेछौँ। हामीले नेपाल स्टक एक्सचेन्जमा यदि ट्रेडिङ गर्नु छ भने के कुरा चाहिँ हामीलाई चाहियो, त सबभन्दा पहिला चाहिँ यहाँ छ बैंक एकाउन्ट। यदि तपाईले ट्रेडिङ गर्नु छ भने एउटा चाहिँ तपाईको बैंक एकाउन्ट हुनु पर्यो, त्यो तपाई गएर कुनै पनि कमर्सियल बैंकमा चाहिँ खोल्न पाउनुहुन्छ। त्यसपछि चाहिँ के चाहियो, एउटा डिमेट एकाउन्ट, अ डिजिटल वॉलेट टु होल्ड योर शेयर्स। तपाईको चाहिँ शेयर्स होल्ड गर्ने एउटा चाहिँ वॉलेट भन्ने डिमेट एकाउन्ट चाहियो तपाईको। डिमेट एकाउन्ट चाहिँ तपाईको बैंक एकाउन्टको सेम नम्बरमा चाहिँ बैंकवालाले खोलिदिन्छन् र त्यसपछि तपाईको एउटा के दिन्छन् उनीहरू CRN नम्बर। यो एउटा चाहिँ युनिक नम्बर हो, योबाट चाहिँ हामीले शेयर एप्लाई गर्दाखेरि लास्टमा चाहिने भनेको CRN नम्बर नै हो। यो चाहिँ तपाईको 8 डिजिटको हुन्छ, जसमा चाहिँ के हुन्छ कि तपाईलाई शेयर एप्लाई गर्दाखेरि लास्टमा चाहिने भनेको यही CRN नम्बर नै हो। कुनै बैंकमा चाहिँ के हुन्छ कि जुन चाहिँ तपाईको एकाउन्ट नम्बर हुन्छ बैंकको त्यही एकाउन्ट नम्बर नै तपाईको CRN नम्बर पनि हुन्छ, सेम हुन्छ। तपाईको शेयर एप्लाई गर्दा तपाईको यो बैंक एकाउन्ट चाहिँ तपाईले राखेर चाहिँ शेयर एप्लाई गर्न पाउनुभयो। त्यसपछि फेरि के छ यहाँ मेरो शेयर प्रोभाइड बाई CDSC टु म्यानेज योर डिमेट एकाउन्ट। त मेरो शेयरबाट चाहिँ तपाईले शेयर एप्लाई गर्न पाउनुहुन्छ। मेरो शेयर रेजिस्टर गर्दाखेरि उनीहरूले तपाईहरुलाई चाहिँ एउटा आइडी र पासवर्ड तपाईको मेलमा सेन्ड गरिदिन्छन् र त्यही आइडी र पासवर्डले तपाईले मेरो शेयरको चाहिँ एप लगइन गर्न सक्नुहुन्छ। स्टेप 2 मा के छ, रजिस्टर विथ अ ब्रोकर फर अ TMS एकाउन्ट। एउटा ट्रेड म्यानेजमेन्ट सिस्टमको चाहिँ एउटा के हुन्छ एकाउन्ट हुन्छ जुन चाहिँ तपाईले रजिस्टर गर्नुपर्छ। यहाँबाट चाहिँ यो हाम्रो अनि यो चाहिँ सिम्पल वर्डमा भन्दाखेरि चाहिँ के हो, एउटा ब्रोकर एकाउन्ट्स। यो ब्रोकर एकाउन्ट्सले के गर्छ, तपाईले चाहिँ ब्रोकर एकाउन्टको आइडी लगइन गरेर त्यहाँबाट चाहिँ तपाईले शेयर आफ्नो सेल पनि गर्न पाउनुहुन्छ र त्यहीबाट चाहिँ तपाईले किन्न पनि पाउनुहुन्छ। बाई एन्ड सेल जे जति हुन्छ त्यो तपाईको TMS एकाउन्टबाट नै हुन्छ, जुन चाहिँ तपाईलाई त्यही बैंकमा या अर्को बैंकमा गएर पनि रजिस्टर गर्न पाइन्छ। तर बैंक एकाउन्ट र डिमेट एकाउन्ट यो दुईटा चाहिँ सेम बैंकमा हुनुपर्छ। ब्रोकर एकाउन्ट जुन छ यो चाहिँ अर्को बैंकमा पनि खोल्न पाइन्छ, अर्को बैंकमा खोल्दाखेरि पनि केही समस्या छैन, किन फन्ड योर एकाउन्ट
एकाउन्ट खुलेको आइपिओ को युनिट प्राइस चाहिँ 100 रुपियाँ हो। अब 100 रुपियाँ तपाईँलाई 10 किता चाहिँ एप्लाई गर्नै पर्छ, यो कम्पलसरी हो। 10 किता तपाईँको सेयर एप्लाई गर्नै पर्छ, यो कम्पलसरी छ। त 10 किताको चाहिँ तपाईँको 1000 रुपियाँ भयो। त बैंक खातामा तपाईँको चाहिँ यो बैंक खातामा चाहिँ तपाईँको 1000 हुनै पर्यो। तर एउटा कुरा के बुझ्नुहोस् कि कुनै कुनै बैंकले के गर्छ, एसबीए चार्ज काट्छ 5 रुपियाँ। त बैंक खातामा चाहिँ 1005 रुपियाँ भन्दा बढी चाहिँ हुनुपर्ने हो। त बैंक खातामा चाहिँ 1005 रुपियाँ भन्दा बढी हुनुपर्ने हो। लास्ट धेरैजनाले के गर्छन्, बैंक एकाउन्टमा 1000 रुपियाँ मात्र राख्छन् र सेयर एप्लाई गरिदिन्छन्, अनि लास्टमा चाहिँ भेरिफाई हुँदैन, त्यो चाहिँ के हुन्छ, रिजेक्ट भइहाल्छ। त्यो मेन कारण चाहिँ 5 रुपियाँ नभएर हो। त 5 रुपियाँ तपाईँ चाहिँ एडभान्स त्यसमा राख्नुहोस् र सेयर एप्लाई गर्नुहोस्। त्यो चाहिँ हाम्रो लास्ट प्रोसेस हो, स्टार्ट ट्रेडिङ इन द टिएमएस ट्रेड म्यानेजमेन्ट सिस्टम भनेको जुन चाहिँ हाम्रो ब्रोकर एकाउन्ट हुन्छ, जुन गुगलमा गएर नेप्से लेखेर ब्रोकर नम्बर चाहिँ देखेर सर्च गर्नुहोस्, त्यहाँ चाहिँ ट्रेड म्यानेजमेन्ट सिस्टमको लिङ्क चाहिँ ओपन हुन्छ र त्यहाँबाट चाहिँ हामी लगइन गर्छौँ आइडी र पासवर्ड हालेर। त्यसपछि तपाईँको ट्रेड म्यानेजमेन्ट सिस्टम चाहिँ आउनुहुन्छ, नेप्सेको पुरा चाहिँ डिटेल्स आउँछ र त्यहाँबाट चाहिँ हामीले सेयर चाहिँ किन बेच गर्न पाउँछौँ। सबभन्दा पहिला त हामीलाई यहाँसम्म बुझ्नु पर्यो, यो चाहिँ तपाईँको मेन हो, यो चाहिँ तपाईँको मेन हो। यो चाहिँ सबभन्दा पहिला हामीलाई यहाँसम्म बुझ्नु पर्यो। या यदि यहाँसम्म हामी बुझेछौँ भने यहाँबाट पनि हामीले चाहिँ सेयर एप्लाई गर्न पाइयो। तपाईँको बैंक एकाउन्ट हुनु पर्यो, डिमेट एकाउन्ट हुनु पर्यो र सिआरएन नम्बर हुनु पर्यो, अनि मेरो सेयरको आइडी पासवर्ड हुनु पर्यो र मेरो सेयर रजिस्टर हुनु पर्यो। यो तपाईँको चाहिँ एकदम खास हो। ट्रेडिङ स्टार्ट गर्नलाई यही सबै कुरा हामीलाई हुनुपर्छ। यदि यही छ भने हामीले नेप्सेमा हामीले चाहिँ नेप्सेमा इन्टर गर्न पाइयो। च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। यो रिलेटेड यदि मैले कुनै भिडियो अपलोड गर्छु भने त्यसको नोटिफिकेसन सबभन्दा पहिला तपाईँसँग पुग्छ।